गाइज वेलकम बैक टू माई च्यानल। तपाईलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज नयाँ दिन नयाँ कुरासँग हामी जोडिसकेका छौँ। तपाईले देख्न सक्नुहुनेछ हामी चाहिँ आज फुवा लेकतिर छौँ। हेर्नुस्। Like, subscribe, please guys, support us. Yes, you yes us. हामी सन्देश पनि दिन चाहन्छौँ। यो पोखरामा एकदम रमणीय ठाउँ छ। एकदम तपाईँ पनि सबैजना घुम्न आउनु होला। हेर यस्तै लक्ष्य कुकुर। हेलो गाइज, हेर्नुहोस् तपाईँले देख्न सक्नुहुनेछ फेवा ताल सबै दृश्य हेर्नु त कति आहा मनमोहक दृश्य छ। यहाँतिर चाहिँ हामी तिनवटा भएर चाहिँ घुमफिर गर्दै गर्दा यतातिर बोटहरू रहेछन् अनि बोटहरू हेऱ्यौँ। अब त्यतातिर उतातिर तालबाट मन्दिर चाहिँ ठ्याक्कै पुगेन गाइज। अब यतातिरको सिन चाहिँ लगेर हिँड्यो होइन। देख्न सक्नुहुनेछ यति धेरै मान्छे बोटहरू पनि यति धेरै के गयो। अब यसो भिडियो गरायौँ होइन गाइज। देख्न सक्नुहुन्छ अगाडिपट्टि हिमालहरू छन्, यहाँ चाहिँ बिचमा चाहिँ ताल छ। अनि अब हामी यसबाट चाहिँ एकछिनमा चाहिँ अर्कोतिर जानेछौँ। तपाईँ देख्दै हेर्दै गर्न सक्नुहुन्छ। अब गाइज हामी उता दरबार छ, दरबारतिर जान लाग्छौँ। यो देख्न सक्नुहुनेछ दरबारको चाहिँ यो भ्यू पग्लाउँदो पानी चाहिँ छरिरहेछ माथिबाट। अनि उता चाहिँ रत्न मन्दिर छ। अब त्यतातिर जानलाई चाहिँ अगाडि हामी भित्र प्रवेश गरिसकेपछि यताको सिन लगेको तपाईँले देख्न सक्नुहुनेछ। अब हामी उतातिर जान्छौँ। यो चाहिँ विशेष गरी पहिलेको चाहिँ दरबार रहेछ। रत्न मन्दिर लेखाएको थियो विशेष गरी माथिपट्टि रत्न मन्दिर रहेछ। अनि पहिला राजाहरूले चाहिँ बसेको रहेछन् हो कि विभिन्न प्रकारका चाहिँ राजाहरूका चाहिँ तस्बिर त्यस्तै राखिएको दृश्य देखियो। त्यताबाट पनि सिन लाग्यौँ। अनि हामी उतापट्टि चाहिँ राजाहरूले चाहिँ नुहाउने भन्ने रहेछ, स्नान गर्ने ठाउँ चाहिँ अगाडिपट्टि छ। अनि यतापट्टि एकदम रमणीय दृश्य तपाईँले देख्न सक्नुहुनेछ है। चाहिँ राजाहरूले अथवा नुहाउने ठाउँतिर हामी जाँदैछौँ। तपाईँले देख्न सक्नुहुनेछ। आउँदा अगाडि चाहिँ राजाहरूले पहिले नुहाउने गरेको पनि पाइन्छ भन्थे है। त्यतातिरको मान्छेले हामीले सोधेको उतातिर जाँदैछौँ। तपाईँले हेर्दै गर्न सक्नुहुनेछ। एकपटकमा पाँचजना मात्र लेखेको रहेछ। यसको विशेषता चाहिँ हामीलाई थाहा छैन भनेको रहेछ। अब हामीले चाहिँ अब उतापट्टि चाहिँ भित्र मैले त दरबारभित्र चाहिँ अब यतातिर राजाहरूका फोटा छन् कि सोचेको रहेनछन्। यसभन्दा पछि उतापट्टि चाहिँ के छ हेरौँ न है। खै नागको जस्तो तस्बिर छ। यतातिर चाहिँ डिजाइनिङ गरेर रहेछ है। यो नागकै तस्बिर रहेछ। यसलाई चाहिँ मैले दर्शन गरेँ। अब त्यसपछि यतातिरको अब सिनहरू तपाईँले हेर्न सक्नुहुनेछ। तपाईँले चाहिँ अगाडितिर देख्न सक्नुहुनेछ यो रत्न मन्दिर। अब अगाडितिर हेर्नुहोस् रत्न मन्दिर। यो चाहिँ राजाहरूको चाहिँ तस्बिरहरू यहाँभित्र छन्, तपाईँले देख्न सक्नुहुनेछ। यसको चाहिँ एक क्लिप मात्रै लगेको है। जान चाहिँ एकदम मस्त मनाइरहेछ, जान नदिने रहेछ, निर्देश गरेर रहेछ। त्यसपछि हामीले अगाडितिर राजाहरूका चाहिँ विभिन्न प्रकारका पहिले जहाज, त्यसपछि यी तपाईँले देख्न सक्नुहुन्छ पहिला चाहिँ गाडी राजाहरूले यस्तो चलाउँदो रहेछन्। यसपछि 2-3वटा यस्तो मेसिनहरू राखेका रहेछन्। अनि हामीले हेऱ्यौँ यो चाहिँ क्या दामी छ कि गाइस, हेर्न सक्नुहुन्छ तपाईँले। दामी पहिला चलाउँदो रहेछन्। सुनाएर चलाउन मस्त मनाइ गरिएको छ भने होइन। त्यसपछि अब उतापट्टि के रहेछ भनेर अब हामी गयौँ। उतापट्टि पनि अर्को छ भन्थे।
यतातिर चाहिँ जहाज पानी जहाज त होला यो चाहिँ ठ्याक्कै थाहा भएन भारो 40 दामी छ के जहाज पनि पहिले चाहिँ यस्तै सघाउने गरे रहेछन् राजाहरूले यस्तै हो गाइस यतातिरको सिन तपाईले देख्नुभयो यस्तै छ हेर्नु भएकोमा धन्यवाद कस्तो लाग्यो लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला र सक्दो शेयर पनि गर्नु होला भन्न चाहन्छु ओके बाई एन्ड सी यू ह्याभ अ नाइस डे एन्ड द्याट डे बाई बाई